हेलो गुड मर्निङ एभ्रिवान सम्पूर्ण दर्शक श्रोताहरूलाई मेरो नमस्कार। आज चाहिँ म पठाउ सेवामा भोलसुरदेखि धनकुटा पगरीबाससम्म गएको छु हैन। बाटोहरू कस्तो अप्ठ्यारो थियो हैन, त्यही भएर भिडियो गर्ने स्ट्यान्ड छैन, त्यही भएर मैले भिडियो गर्न पाएको छैन। र मेरो नाम चाहिँ सञ्जीव राई हो। बाटो अगाडि गाउँपालिका वडा नम्बर 6। तपाईहरुले सञ्जीव ब्लग 1 to 3 मा स्वागत छ र धेरै धेरै माया गरिदिनु होला भन्न चाहन्छु। र एउटा भिडियो बनाउन गइरहेको छु र त्यो पनि भिडियो माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। र मेरो पेसेन्जरलाई सोध्ने छु हैन, के कस्तो भयो अनि के कस्तो अनुभव भयो हाम्रो पठाउ सेवामा र के भनिदिनु होला र कस्तो भन्नुहुन्छ, कस्तो अनुभव भयो हैन, त्यो सबै म काकाले सोध्ने छु र सबैले सुनाउने छु। र अहिले चाहिँ यहाँ भिडियो बनाउँदै छु र माया गरिदिनु होला। र मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज गरिदिनु होला। ल म चाहिँ नै मेरो पेसेन्जर चाहिँ उहाँले हुनुहुन्छ, तर काका पर्छ हैन छैनमा। र म सोध्ने छु हैन, यहाँ सबै हेरिदिनु होला हैन। काका, हाम्रो पठाउ सेवामा कस्तो अनुभव भयो हैन, के कस्तो बाटोहरू कस्तो थियो यहाँ? सो मेरो युट्युब च्यानलमा रहनु भएका सम्पूर्ण दर्शक श्रोतालाई सुनाइदिनुहोस् न, अलिकति जानकारी बताइ। अनि के कस्तो आइपुग्यौँ, राम्रै कि अब के समस्या पर्यो कि? समस्या धेरै समस्या पर्यो नि, पानीले गर्दा बाटो सबै बिग्रेको रहेछ। हजुर, अनि सुविधाहरू कस्तो थियो, राम्रै यसो जानकारी? राम्रै थियो। केही बाटोमा त समस्या केही परेन नि? समस्या परेन। हस् त, सुनिसक्नुभयो होइन के कस्तो छ। र हाम्रो पठाउ सेवामा तपाईँहरू नि जोडिन चाहनुहुन्छ भने केही सेवा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। हजुर, यस्तो राम्रो ठाउँमा आइपुग्यौँ, धनकुटा पगरीबास। हेर्नु होला पुरा ला खाएको थियो त्यहाँ बुवा, धेरै चिसा हेर्न सक्नुहुन्छ होइन, पुरा हेरिदिनु होला। यो चाहिँ पगरीबास हो, धनकुटा। कस्तो मान्छे हुँदो रहेछन् हेर्नु नि, त्यहाँ फुटाइदिएको छ यार। केही विकास गर्न सक्दैन, अरूले बनाएको, सरकारले बनाएको भड्काउने हो मात्रै। अलिकति सोच्नु नि हौ, यो जनताको पैसा नै हो नि त। त्यो भत्काएर पछि बनाउने त हामीले नै होइन र गाइस। हामी चाहिँ गएको होइन, यसरी चाहिँ नगरौँ चाहिँ जाँदैछु। र माया गरिदिनु होला मेरो भिडियो। हिँडेको बाटो चाहिँ मैले देखाउन सकिरहेको छैन पहिल्यैदेखि, किनभने हामी ब्लग बनाउने स्थान नै छैन, किन्न सकेको छैनौँ। त्यसको लागि सरी भन्दै हामी चाहिँ झर्दैछौँ होइन। माया गरिदिनु होला। केही छ त, के भन्ने यस्तै छ, दुःख सुख गर्नुपर्छ होइन र के कसो हो। ल तपाईँहरू नि घुम्न आउनु होला।
चाहिँ गएको भाइ भाइ हाम्रो सहरी सदन चाहिँ तल छ होइन हामी चाहिँ गएको पक्रिबास बजार चाहिँ यही है हामी चाहिँ यहाँ ग्लोबल आइएमईमा छौँ ग्लोबल ब्याङ्कमा होइन हामी चाहिँ अब काकाको काम सकेपछि हामी फर्किन्छौँ अहिले कति बज्यो भन्दाखेरि 11 बज्नु लाग्यो होइन 3 बजेतिर पुगिन्छ होला कार पक्रिबास